हेलो साथीहरू, सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ? जहाँ हुनुहुन्छ, जता हुनुहुन्छ चिसोबाट बच्नु होला। चिसोको मौसम छ, चिसो बढिरहेको छ। अहिले जुनसुकै देश, जुनसुकै ठाउँमा पनि चिसो बढिरहेको छ। चिसोले गर्दा रुगाखोकी लाग्ने बढी सम्भावना हुन्छ। मलाई त चिसो भएर पनि, रुगाखोकी लागेर पनि ठिक भइसकेको छ। यदि हजुरहरूलाई पनि रुगाखोकी लागेछ भने मेरो भिडियो फलो गर्नुहोला। त्यो भिडियो हेरेर तपाईँहरूलाई पनि एकदम फाइदा हुनेछ। मलाई त फाइनली एकदम ठिक भएछ, हजुरहरूलाई पनि ठिक हुनेछ भन्ने आशा छ। अनि लगातार तपाईँहरूले 1 हप्तासम्म पिउनुपर्नेछ दुधमा हल्दी हालेर। अनि त्यसमा मरिच पनि हाल्यो भने फाइदा हुन्छ। अनि यस्तरी पिउनुपर्छ है साथीहरू। 1 हप्तासम्म हेर्नुहोस्।